छोरी आउँछ भनेर पानी तताएर बसिहाल्यो होइन नुहाउनु ज्यानमा पानी हाल्नु सक्दैन अनि चिसो न चिसो त छोरी आइदिन्छ छोरी आएपछि पक्कै नुहाइधुवाइ गरिदिन्छ मलाई भन्ने थाहा पाएर पानी तताएर राखेर होइन अनि त्यसपछि छोरी आएर नुहाइदिँदा त आनन्द लाग्छ होला होइन ज्यानमा पानी हाल्नु पर्छ कस्तो लाग्छ आनन्द लाग्छै लाग्दैन अब एउटा यहाँ चाहिँ सुनिहाल्यो अनि छोरी आएर नुहाइदिँदा आनन्द लाग्छै लाग्दैन लाग्छ कस्तो राम्रो देखाएको छ ल हेर्नु कपाल चाहिँ छ्याक्कै मुसाको पुच्छर जत्रो हो कि फेरि यहाँभन्दा लामो लामो त भएको हो पहिला त झन् यस्तो यस्तो गरेर यहाँ यति मात्रै थियो कपाल झरेर यहाँ थाप्ला खुइलो भइसकेको थियो फेरि मैले तेल ल्याएर लगाइदिइकन पलाएर अहिले राम्रै बस्छ चिटिक्क यहाँ मभन्दा नि कम्ती राम्री छ त यहाँ चिटिक्क परेको खै त खै कस्तो राम्रो देखेको यता हेर्नु न यता कस्तो राम्रो देखेको खोइ हात खै मेरो मम्मीको हात यो चाहिँ यो मात्रै चल्छ क्या यो औँलाहरूले केही पनि गर्नु मिल्दैन त्यही भएर म हरेर आएर नुहाएर म पिपत्ता भाग्छु अनि त्यहाँ बसिए कस्तो राम्री भएर बसेको आमामा मभन्दा नि कति राम्री के कति राम्री भएर बसेको मेरो मम्मी खै खै त खै कस्तो राम्रो है सेतो छ गाला नि पुक्का पुक्का परेको राम्री अनि मैले बारिदिएको आएर कस्तो राम्रो भएको यहाँ नि आमामा मलाई खासै राम्रोसँग बाट्नु त आउँदैन त्यही पनि मम्मीको लागि राम्रो छ है होइन बाउलाई तेल दिएन लगाइदिइसक्यो बाबालाई नि मैले तेल अब तातो हुन्छ आज त सुत्ने बेलामा आनन्द आउँछ ल उठ्नु कस्तो राम्रो देखेँ आमामा खै राम्रो भयो आनन्द भयो आनन्द भयो म कोर्दिनँ आमा मेरो मम्मी त तरुनी छ भाइ घरको तरुनी छ लान्न म तपाईँहरू आफै खानु लालाजी बाबा यता